आदरणीय दर्शकबिन नमस्कार। कान्तिपुर टेलिभिजनको आजको विशेष प्रस्तुति कान्तिपुर टफ टकमा यहाँहरूलाई स्वागत छ। दर्शकबिन, भूकम्पबाट देशका अधिकांश भागमा व्यापक जनधनको क्षति भएको छ, सयौंको ज्यान गएको छ, हजारौं घाइते भएका छन्, लाखौं जनता खुल्ला आकाशमुनि रात बिताउन बाध्य छन्। उद्धार र सहयोगको काम पनि भइरहेको छ, तर पनि ठाउँ ठाउँमा समस्याहरू देखिएका छन्। हामी आफै पनि सड़कमा छौं, तर यस असहज परिस्थितिका बीच पनि हामी भूकम्प गएदेखि नै निरन्तर सड़कबाट सञ्चालित यस स्टुडियोबाट नियमित समाचार अपडेट्सहरू यहाँलाई दिइरहेका छौं। यस्तो बेलामा सरकार चाहिँ के गर्दैछ त्यसबारे कुरा गर्न उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम हामीसँग हुनुहुन्छ। वामदेवजी, कार्यक्रममा स्वागत छ। धन्यवाद। म यहाँलाई खुसी लागेको छ, यहाँ हाम्रो यस आपतकालीन सड़क स्टुडियोसम्म आइदिनु भयो। यस असहज परिस्थितिका बीच पनि तपाईँ र तपाईँको परिवार ठिकै हुनुहुन्छ? हामी ठिक भएर के गर्ने, देश सिङ्गो एउटा ठूलो पीडामा छ। हिजोको रात कसरी बिताउनु भयो? हामी पनि बाहिर पालभित्रै बसेका छौं। पानी पर्यो, अलिअलि भिजियो। पाल भेट्नु भएछ? धेरै भूकम्प पीडितहरू खुल्ला आकाशमुनि बसिरहेका छन्, हिजो पानीमा रुज्दै सुते। हो, त्यो मैले थाहा पाएको छु। कसरी जो गर्नुभयो तपाईँले चाहिँ पाल? अनि ती जनताले कहिले पाउँछन्? सरकारले सबैको निम्ति व्यवस्था गरेका छ। त्यहाँसम्म पुग्नको निम्ति टाइम लाग्ने हो कि कतिपय ठाउँमा सरकारको पहुँच अझै पनि हुन सकेका छैन। तर यो विपत्तिको बेलामा सरकारले धेरै ठाउँ पाल पुर्याएको छ र हामी विभिन्न किसिमले चाहिँ पाल उपलब्ध गर्यौं र पालमा चाहिँ बसेका छौं। प्रधानमन्त्री भएर पनि होला मैले पाएँ। त्यो समय कति लाग्छ भन्न मिल्छ? 2-4 दिन हामी आइपुगेर भन्न मिल्छ। पर्सिसम्म सबै ठाउँ पाल पुग्नेछ। बित्दैन त्यस्तो गर्दाखेरि? आजै पनि पाल बाँडिएको छ, हिजो पनि पाल बाँडिएको छ, अस्ति पनि पाल बाँडिएको छ। तर तपाईलाई म एउटा कुरा चाहिँ बताउँ, यो काठमाडौँ उपत्यकाभित्र अहिले पनि 60 लाख मानिसहरू बसोबास गर्छन्। यहाँको जनसङ्ख्या खासै 20 लाख 22 लाख भन्दा बढी छैन। तर यो अहिले भनियो भने यो 60 लाख जनसङ्ख्या मध्ये 80-85% सड़कमा छ। मलाई भन्नु, तपाईँ भन्नुहोस्, तपाईँ आफै भन्नुहोस्, 60 लाख जनसङ्ख्या मध्ये जो 80-85% सड़कमा छ, त्यो सड़कमा भएको जनसङ्ख्यालाई सरकारले पाल उपलब्ध गराउनको निम्ति समय लाग्छ लाग्दैन? मन्त्रीजी, त्यसो भए यो भन्नुहोस्, तपाईँले आज दिनमा कतिवटा टेन्ट बाँड्नुभयो, कतिजनाले पाए? यो हजारौं बाँडिएको छ। कहाँ बाँडिएको छ? हजारमा यही काठमाडौँमा बाँडिएको छ, विभिन्न ठाउँमा चाहिँ बाँडिएको छ। हामीले सरकारले बनाएको 11 ठाउँ काठमाडौँमा मात्रै र त्यस्तै गरेर ललितपुरमा पनि, त्यस्तै गरेर भक्तपुरमा पनि छ। ती ठाउँमा पाल चाहिँ पुर्याइएको छ, जहाँ आफै शिविर बनाएर चाहिँ बसेका छन्, जो सरकारलाई अझै थाहा छैन, त्यस्तो ठाउँमा पुगेको छैन र त्यो ठाउँमा पनि पुर्याउने कोसिस भइरहेका छ। म सम्झिन्छु तपाईँले सार्वजनिक अभिव्यक्ति दिएको, जहाँ विपद व्यवस्थापन सम्बन्धी गोष्ठीहरूमा जानुहुन्थ्यो, पर्टिकुलरली भूकम्प सम्बन्धी जति पनि गोष्ठीहरू कार्यशाला हुन्थ्यो, यतिका वर्षसम्म तपाईँहरू जानुभयो, तर भूकम्प गरे यति हताहत हुँदाखेरि पनि तपाईँहरूसँग टेन्टसम्म बाँड्ने हैसियत रहेन छैन यो सरकारसँग? छैन, यो सबै टेन्ट बाँड्ने हैसियत छैन। तर यस्तो विपत्तिको बेलामा हामीसित मात्रै होइन कि यस्तो किसिमको भूकम्प गएको भए हाम्रो जतिको हैसियत भएको संसारको कुनै पनि देशले उपलब्ध गराउन सक्दैन। तपाईँले म दृश्य त्यसो भएको हुनाले मैले चाहिँ देखाएको छु, दृश्य देखाएको छु। तपाईँले जहाँ जहाँ देखाउनु भएको छ, लैजानु भएको छ, मैले टिभी पनि हेरेको छु विभिन्न ठाउँमा र देखेको छु। मैले जहाँ छैन त्यो ठाउँमा चाहिँ खिच्नु भएको छ, ल्याउनु भएको छ, जहाँ छ त्यो ठाउँमा जानु भएको छैन। कतिसम्म भने बारुण यन्त्रहरू समेत तपाईँले ताला लगाएर राख्नु भएको छ, स्ट्यान्ड बाई राख्न सकिँदैन यस्तो असर परिस्थितिमा? मसँग दृश्य छन् मन्त्रीजी, म तपाईँलाई किन ताला खोल्न पर्ने? ताला खोल्न पर्ने किन? यस कारणले भन्नुहोस् न। ताला खोल्न धेरै लाग्ने भयो, तपाईँसँग टेन्ट यो गलत कुरा हो। तपाईँले बारुण यन्त्र कसैले पनि जनताको सम्पत्ति हो, सरकारको सम्पत्ति होस्, त्यसलाई सुरक्षित राख्न पर्दछ। त्यो सुरक्षित राख्न पर्दछ भन्ने कुरा पनि यत्रो ठूलो चाहिँ विषय बनाउन जरुरी छ र? मेरो दर्शकहरू तपाईसँग वार्तालाप गर्नुभन्दा तपाईसँग अहिले निरीक्षणमा निस्किँदाखेरि खुसी हुन सक्छन्। हामी जान सक्छौँ कुनै सड़कमा मान्छेहरू खुल्ला आकाशमुनि सुतिरहेको हेर्न? रहर छ मन्त्रीज्यू? किन नजाने? प्रशस्त ठाउँहरू छ, सरकारको समय जहाँ जनता दुःख पाइरहेछन्, खुल्ला आकाशमुनि पानीमा वर्षामा भिजेर सुत्न बाध्य छन्, तिनले टेन्ट कहिले पाउने? मन्त्रीज्यूहरू मात्रै टेन्ट मुनि? मैले भनिसकेँ नि, टेन्टहरू उपलब्ध गराइएको छ। हामीसँग सरकारसँग भएको टेन्ट सबै बाँडिसकियो।
सरकारसँग नभएको टेन्टको निम्ति हामीले व्यवस्था गरेका छौं। आज पनि बाहिरबाट चाहिँ आएको छ, भोलि पनि आउँदैछ। आज रातभरिमा पनि हजारौं टेन्टहरू चाहिँ हामी ल्याउँदैछौं। भोलि हामीले अरू धेरै चाहिँ बाँड्छौं, पर्सि हामीले अरू धेरै बाँड्छौं र यहाँ काठमाडौँ मात्रै होइन, काठमाडौँमा बाहिर पनि हामीले टेन्ट पुर्याउनु पर्ने छ। त्यो सबै हामीले व्यवस्था गर्न सक्छौं। अघि बिहानसम्म हामीलाई समाचारहरू प्राप्त भइरहेका थिए धादिङको कति गाउँ, दोलखाका कति गाउँहरू, एकदमै धेरै प्रभाव परेको लमजुङ, गोर्खा कति गाउँमा अहिलेसम्म सरकार पुग्नै सकेको छैन। उद्धार गर्न मलाई यस्तो भनिदिनुस्, यस्ता किसिमका विपत्तिको बेलामा हरेक ठाउँमा सरकार पुगेर 5 मिनट 10 मिनटभित्र सरकार पुगेर त्यहाँ उद्धार र राहतको कार्यक्रम सञ्चालन गरेका छन्। तर सक्रियता त देखाउन सक्छ नि। के सक्रियता गरेको छैन सरकारले? शनिबारको दिन भूकम्प आयो, सबै बन्द थियो। हामी भूकम्प आएको आधी घण्टामा हाम्रो सूचना केन्द्रमा जम्मा भयौं र बैठक बसेर तुरुन्तै निर्देशन गर्यौं र त्यस्तो अवस्थामा जहाँ सबै ठाउँको सञ्चार पनि चाहिँ अवरुद्ध भइरहेका थियो, त्यस्तो बेलामा पनि विशेष सूचनाद्वारा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जहाँ जहाँ ब्यारेकहरू छन् त्यो ठाउँबाट राहतको निम्ति, उद्धारको निम्ति मानिसहरूलाई खटाइयो। वाह, जहाँ जान सक्छन् त्यो ठाउँमा चाहिँ गयो। सुन्दर सुन्दर। तर मन्त्रीज्यूलाई जानकारी गरौं, आज दिउँसो तपाईका एकजना मन्त्रीलाई बानेश्वरमा मान्छेले चाउचाउको एउटा प्याकेट र एक बोतल पानी नपाएर लखेटे। शहरको बीचमा, राजधानीको बीचमा, राजधानी बीचको दृश्य, बाँकी जिल्लाको स्थिति के छ? तपाईले जसरी आज मसित प्रश्न चाहिँ गरिराख्नु भएको छ, यसले त म अहिले भर्खर बाहिर जाँदाखेरि पनि लखेटे चाहिँ ढुङ्गा हान्न सक्छन्। किनकि वास्तविकता जनतालाई बुझाउनु भन्दा पनि तपाईँ चाहिँ यस्ता किसिमका कुराहरू अगाडि ल्याउनुहुन्छ जसले जनतालाई उत्तेजना गर्छ। तपाईलाई जवाबदेही बनाउने प्रयास हो, यसलाई उत्तेजना नसम्झिनु। हामी जवाबदेही छौं। हामी तपाईहरू जति राजनीतिक जति उत्तेजना तपाईहरूलाई चाहिँ हामी छैनौँ। हामी जवाबदेही होइन। बिहानदेखि हामी थ्रु आउट भूकम्प गएको दिनदेखि आजसम्मका तपाईँ दृश्यहरू हेर्न सक्नुहुन्छ, हाम्रो प्रयास हेर्न सक्नुहुन्छ। हामी सड़कमा बसेर हाम्रो धर्म निर्वाह गरिरहेछौँ, यो पाल टाँगेर यो बाँसका मुनि। तपाईले चाहनुभयो भने अहिले भर्खरै यहाँ पनि सड़क होइन राम्रो ठाउँ चाहिँ बनाएर बस्न सक्नुहुन्छ, हैसियत तपाईँको छ। तर तपाईँ देखाउनुको निम्ति पनि यसो गरिराख्नु भएको छ, किनकि तपाईँलाई प्रचार चाहिएको छ। लोकप्रिय किन हुन चाहनुहुन्न? हामी लोकप्रिय हुनै पर्छ, गर्नै पर्छ, तर बाध्यता छ। हाम्रो आजको हैसियत, हामीसँग जुन जस्तो किसिमको अवस्था छ हामीसित, अस्ति भर्खरै 6 महिना 7 महिना अगाडि यो देशमा आएको महाप्रलय जत्तिकै एउटा चाहिँ प्रलय हामीले बेहोर्यौं, बाढी र पहिरो। त्यो बाढी र चाहिँ पहिरोको हामीले जो पीडा हो जनतामा, त्यो पीडा हामीले भुल्न सकिरहेका छैनौं। अर्को चाहिँ महाप्रलय आयो। यो महाप्रलयको अवस्थामा जसरी चाहिँ हामी जनताको बीचमा जान पर्ने हामी गएका छौं, तर हामीले जनतालाई जे दिनुपर्ने सबै दिन सकेका छैनौं, किनकि हामीसँग तुरुन्तै टेन्ट छैन र वातावरण वेदर चाहिँ खराब छ। हामीले हेलिकप्टर पठाउन सक्दैनौं। त्यो कुरा स्वीकार्नुहोस् न, तपाईँ हामीलाई किन दोष लगाउनुहुन्छ? होइन, अब तपाईँले के सोध्न खोजेको मैले त बुझ्नै सकिनँ। तपाईँहरूको जवाबदेही त, तपाईँहरूको जिम्मेवारी। हाम्रो जवाबदेही पीडितले कहिले तपाईँहरूको उद्धार र राहत पाउँछन्? सुन्नुहोस्, भूकम्प पीडितले जसको घरद्वार समाप्त भएको छ, जसको परिवार समाप्त भएको छ, जो घाइते भएका छन्, उनीहरूलाई हामीले अहिले पनि राहत दिइरहेका छौं। उनीहरूलाई बचाउन सक्ने गरी चाहिँ हामी दिन्छौं, राहत दिन्छौं, उद्धार गरिरहेका छौं। जसको घर छ, द्वार छ र डरको कारणले बाहिर सड़कमा आइरहेका छन्, उनीहरूको निम्ति हामीले अहिले सकेसम्म हामीले चाहिँ पाल दिने हो, हामीले चाहिँ पिउने पानी व्यवस्था गर्ने हो, हामीले ड्राई फुडको व्यवस्था गर्ने हो, खानपिनको चाहिँ व्यवस्था गर्न पर्ने हो। जहाँ चाहिँ हामी सकेका छौं हामीले गरेका छौं, जहाँ हाम्रो पहुँच भइरहेका छैन त्यो ठाउँमा चाहिँ हामी भोलि गर्छौं, पर्सि गर्छौं, निपर्सि गर्छौं। तपाईहरूले गर्नुहुन्छ? कुनै उदाहरण दिन सक्नुहुन्छ? घाइतेहरूको उपचारका लागि कस्तो व्यवस्थापन गर्नुभएको छ? घाइतेहरूको निम्ति नेपाल सरकारका सबै अस्पतालहरू खुला छन् र हामीले तुरुन्तै अस्ति हामीले चाहिँ सारा संसारभरि नै हामीले हामीलाई सहयोग गर्नको निम्ति भनेर हामीले आह्वान गर्यौं र त्यसपछि तुरुन्तै सबै ठाउँबाट एकदम राम्रो रेस्पोन्स भएको छ र हामीले अहिले प्रभावित भएका गोर्खा भन्नुहोस्, धादिङ भन्नुहोस्, रसुवा भन्नुहोस्, त्यस्तै गरेर नुवाकोट भन्नुहोस्, सिन्धुपाल्चोक भन्नुहोस्, काभ्रे भन्नुहोस्, जहाँ जहाँ भूकम्पले सबभन्दा बढी नोक्सानी गर्यो त्यो ठाउँमा हामीले मेडिकल टिम पुर्याउन सकेका छैनौं, सबै ठाउँ पुर्याउन सकेका छैनौं, तर सदरमुकाममा हामीले ल्याएर उपचार गरिरहेका छौं र त्यो सबै ठाउँमा अस्तिदेखि नै हामीले घाइतेहरूलाई काठमाडौँमा ल्याएका छौं र काठमाडौँका विभिन्न ठाउँहरूमा हामीले उपचार गरिरहेका छौं। त्यो टिचिङ हस्पिटलमा गएर तपाईँ हेर्नुहोस्,
तपाईँले वीर हस्पिटलमा गएर हेर्नु हामीसँग ताजा भिजुअल छ मन्त्री भिजुअल त तपाईँले ल्याउनु कुरा हामी दिनभरि रोल गरिरहेको अरे भइरहेको छ त्यो छ र निजी अस्पतालहरूलाई पनि हामीले भनेका छौँ सरकारले त्यस्ता घाइतेहरूलाई उपचार गराएको खर्च सरकारले बेहोर्छ तपाईँहरूले कुनै किसिमको ढिला सुस्ती नगरिकन उपचार गराउनको निम्ति निर्देशन दिएको छ। आज बिहान हामीलाई अस्पताल र विदेशबाट चाहिँ हामीले श्रीलङ्काबाट टिम आइसकेको छ, पाकिस्तानबाट आइसकेको छ, चाइनाबाट आइसकेको छ र त्यस्तै गरेर बंगलादेशबाट, इन्डियाबाट र त्यसै गरेर भुटानबाट र इजरायलबाट चाहिँ आउने कुरा निश्चित भइसकेका छ। यसरी त्यसै गरेर अमेरिकाबाट यति धेरै आएको छ, कसैले निश्चित आफ्नो घरमा आफ्ना प्रयोजनका लागि राख्छन् कि जनताले पाउँछन् कुनै बेला? गोर्खामा छ, अघि नै मैले भने ती जिल्लाहरूमा छन् र कोही जाँदैछ। त्यही भक्तपुरमा चाहिँ गएर हेर्नुहोस्, त्यहाँ खोलिराखेको छ। यी सबैलाई चाहिँ आह्वान गरिएको। मेरो प्रश्न नआएको होइन, तपाईँहरूले त कतिसम्म भन्नुभयो भने नियमित उडानमा असर पर्यो, त्यसकारण विदेशबाट आउने उद्धार र सहयोग चाहिँ अहिले ल्याउनु पर्दैन, हाम्रो एयरपोर्टले टेक्न सकेनसम्म भन्नुभयो। तर आएको चिज जनताले पाएनन् भन्ने मेरो विनम्र प्रश्न हो मन्त्रीजी। आएको चिज आएको छ, तर त्यो सबै चिजहरू उठाउन एउटा प्लेनले लिएर आएको छ। त्यो प्लेनबाट ल्याएर भुइँमा राख्न अनि भुइँबाट उठाएर सम्बन्धित ठाउँमा पुर्याउनको निम्ति पनि 5 घण्टा 6 घण्टा लाग्छ। त्यही मात्रै सरकार किन हेरेर बस्छ? पूर्व पहिला तपाईँ भन्नुहोस् कहाँ गरेको छैन? हाम्रा अस्पतालहरूमा कहाँ भएको छैन? मन्त्रीजी भनिदिनुहोस् कहाँ गर्नु भएको छ? गोर्खामा नगरेका गोर्खामा गरेका छौँ, धादिङमा गरेका छौँ, रसुवामा गरेका छौँ, नुवाकोट गरेका छौँ, सिन्धुपाल्चोकमा गरेका छौँ र काभ्रेमा पनि गरिरहेका छौँ। सदरमुकाम गएर हेर्नुहोस्, त्यहाँका अस्पतालहरू भरिभरि आउँछन् घाइतेहरूले। मन्त्रीजी मलाई 2 मिनट दिनुभयो भने म तपाईँलाई दृश्य देखाउँछु। आज दिनभरि जुन दृश्यहरू देखाएँ, तपाईँहरू हेर्नै चाहनुहुन्न त्यस्ता दृश्यहरू। जनताको जवाब, जनताका प्रश्नहरू सुन्नै चाहनुहुन्न, यति धेरै आक्रोशित हुनुहुन्छ। तपाईँले मलाई आवेगमा आयो भन्दै हुन्छ, म जनताका कुराहरू राखिदिरहेको छु। तपाईँको मन्त्री लखेटिनु भएको छ, तपाईँ हामीले उत्तेजना फैलायो भन्दै हुनुहुन्छ। तपाईँ मेरो बिल्डिङ हेर्न चाहनुहुन्छ? यो प्रिमिसियसको कुन हदसम्मको क्षति पुगिएको छ? त्यो तपाईँले भन्नुहोस् न, कतिसम्म क्षति पुगिएको छ? ठिक छ, त्यहाँ सरकारले कति राहत दिनुपर्ने हो त्यसो मन्त्रीज्यू भन्नुहोस्। तपाईँले भन्नुभयो सरकारले यति धेरै गर्दैछ भनेर, तपाईँले आज के गर्नुभयो एज अ गृहमन्त्री? भनिदिनुहोस् न। त्यसो भए कस्ता कस्ता प्रयत्नहरू आज गर्नुपर्ने सबै प्रयत्न गरिएको छ। बैठकहरू गर्नुभयो होइन, काम पनि गरिएको छ। तर आज 35 पटक प्लेनहरू उडेर सम्बन्धित ठाउँमा पुगेका छन्। हामीले चाहिँ पानी हिजो अस्तिदेखि नै चाहिँ निरन्तर पानी बाँडेका छौँ। 27वटा ट्याङ्करले हिजो रातिदेखि अहिलेसम्म पनि पानी बाँडिरहेका छन् र विभिन्न ठाउँमा चाहिँ खाद्यान्न पुर्याउनु पर्ने, त्यो खाद्यान्न हामीले बाहिरको निम्ति बढी जोड दिएका छौँ। र यो काठमाडौँमा हामीले पसल खोल्न लगाएका छौँ। पसल पनि बन्द भए, अरू सबै बन्द भए, सारा चाहिँ बन्द भएको बेलामा हामीले चाहिँ त्यो उपलब्ध गराउन सकेनौँ। हामीसँग चाहिँ भएको जति चिज हो त्यो चिज हामीले बाँडेका छौँ। बाहिर चाहिँ हामीले बाहिरको निम्ति हामीले प्राथमिकता दिएका छौँ र त्यो पुर्याउने चाहिँ कोसिसमा हामी छौँ। कति ठाउँ पुगेको होला, कति ठाउँ अझै पुगिसकेका छैन। सदरमुकामसम्म कतिपय ठाउँ पुग्यो। अहिलेसम्म पनि शनिबार बिहान गएको भूकम्प, आज हामी सोमबार राति यति बेला तपाईँसँग वार्तालाप गरिरहेछौँ। आज पनि विभिन्न गाउँहरूमा मान्छेहरू भत्केका संरचनाहरूमा फँसेको र तिनको उद्धार नभएको, कति जीवितै अवस्थामा गुहार्दाखेरि पनि तिनलाई त्यहाँबाट निकाल्न नसकेका प्रशस्त समाचारहरू आएका छन्। त्यतापट्टि ध्यान गएको छ? यहाँ गएको छ। उद्धारको निम्ति हामीले चाहिँ उद्धार टोली पठाएका छौँ र उद्धार प्रयत्न भइरहेका छ। कुनै संख्या छ यकिन तपाईँहरूलाई कि यी गाउँहरूमा यसरी फँसेका छन्, तपाईँका प्रहरी अथवा सेना अथवा तपाईँको कुनै संयन्त्रले तिनलाई उद्धार गर्न प्रयत्न गरिरहेछ भन्ने कुनै कुरा छ? कमसे कम हजुर छ। कुरै सुनेर भए पनि मान्छे सन्तोष गरून्। अस्तिदेखि आजसम्म, शनिबारदेखि आज सोमबारसम्म जम्मा 513 जनालाई उद्धार गरिएको छ। यिनी जम्मै विभिन्न ठाउँमा चाहिँ विभिन्न किसिमले फँसेका व्यक्तिहरू छन् र माटामुनि पुरिएका र मृत चाहिँ भएका त्यस्ता व्यक्तिहरू 47 जनाले चाहिँ निकालिएको छ र जो माटामुनि नपुरिकन पनि विभिन्न किसिमले मरेका छन् र जनताले उनीहरूलाई निकालेका छन्। त्यस्तो हामीले 3729 जना सब चाहिँ उनीहरूको सब चाहिँ ल्याएका छौँ र घाइतेहरू 6155 जनालाई उद्धार गरिएको छ। जो घाइते छन् उनीहरूलाई विभिन्न ठाउँ अस्पतालमा चाहिँ पुर्याइएको छ
र अरू चाहिँ पनि हामीले विभिन्न कामहरू गरेका छौँ र आज मात्रै हामीले 35 पटक चाहिँ हामीले उडान गर्यौं हेलिकप्टर। वेदर खराब भएको हुनाले कतिपय ठाउँमा पुगे, कति ठाउँमा फर्केर चाहिँ आउनु पर्यो, तर भोलि पनि हामीले त्यसलाई जारी राख्छौं र हाम्रो स्थलमै रहेका जति पनि हाम्रो सुरक्षा निकायका व्यक्तिहरू छन् उनीहरूले निरन्तर त्यसको निम्ति कोसिस गरिरहेका छन्। तपाईसँग कुनै सूचना छ आजसम्म कि यतिवटा जिल्लाका यतिवटा गाउँहरूमा अथवा बस्तीहरूमा करिब यति मान्छेहरू फँसेका हुन सक्छन् र तिनलाई उद्धार गर्न यति समय लाग्छ भन्ने कुनै तयारी पनि छ? यो सबै कुरा चाहिँ यति मान्छे फँसेका होलान् भनेर भन्ने थाहा हुँदैन, किनकि त्यो गाउँमा कति मान्छे त्यहाँ छन्, कति बाहिर गएका छन्, त्यो सबै कुरा त्यहाँ थाहा हुँदैन। तर हामीलाई संरचना हुन्छ नि, राज्यको हुन्छ, प्रहरी छ, त्यहाँ प्रशासन छ, तपाईँको त निकाय छ हैन, जनप्रतिनिधिहरू छन्। मलाई धेरैको गुनासो के छ भने सभासदहरूको अनुहार देख्न पाइएको छैन, कुनै मन्त्री अथवा कसैले सम्बोधन गरिदिएको छैन, आश्वासन पनि त हुन्छ नि हैन राज्यको उपस्थिति यस्तो। यो सबै कति बेला चाहिन्छ? यो तथ्याङ्क पनि बताउनु पर्ने हो। तथ्याङ्क त धेरै राम्रो तपाईँले दिन सक्नुहुन्छ भने फँसेका छन् आजसम्म अनुमान हुन्छ नि? होइन, त्यो अनुमान गर्न गाह्रो हुन्छ। अनुमान छैन, सूचना होइन, भन्न मिल्दैन। किनकि कुनै पनि गाउँको त्यहाँको जनसङ्ख्या कति थियो, त्यसमध्ये विदेश गएको कति हो, त्यहाँ भएको कति हो, त्यस दिन पनि विभिन्न ठाउँमा गाउँ त छ, तिनका बाबुआमा छन्, तिनका आफन्त छन्, तर संयन्त्र परिचालन गरे भने त हिजो बसेको मान्छे त्यसको निम्ति टाइम लाग्छ नि। त्यो टाइम कति लाग्छ भन्ने प्रश्न हो। यो तपाईँले यही कुरा सोध्नुभयो कि टाइम कति लाग्छ भनेर भने अब काम गर्दाखेरि 2 दिनमा पनि हुन सक्छ, 3 दिनमा पनि हुन सक्छ, 4 दिन 5 दिन पनि लाग्न सक्छ, तर एकछिन संख्या आउँछ। त अहिले भर्खरै हामीसँग छैन। हामीसँग के छ भनेर भने मृत्यु भएको कति हो, घाइते चाहिँ कति हो, जसलाई हामीले उद्धार गर्यौं, त्यो हाम्रो तथ्याङ्क छ अहिले। त्यहाँको जनसङ्ख्या कति थियो, त्यो जनसङ्ख्या मध्ये विदेश गएका कति छन्, तत्कालै विभिन्न ठाउँमा चाहिँ काममा गएका कति थिए, कति उपस्थित थिए, यसको निम्ति हामीलाई समय लाग्छ। किनकि हामीले यस्तो किसिमको तथ्याङ्क राख्ने सिस्टम हामीले विकास गरिसकेका छैनौं, त्यसको निम्ति हामी पछाडि छौं। त्यही भएर हामीले सबै कुरा भन्न सक्दैनौं। यदि हामीसँग त्यो जम्मै कुरा चाहिँ व्यवस्थित हुन्थ्यो भने अहिले पनि भन्न सक्ने थियो, तर अहिले हामीसँग त्यस्तो व्यवस्था छैन। त्यस भएर त्यो व्यवस्था चाहिँ हामीले कायम गर्छौं, भविष्यमा गरौँला। अहिले हामीले त्यो ठाउँमा मृत्यु भएकाहरू जो हामी जानकारीमा आएको छ, जसलाई हाम्रो सुरक्षा निकायले र जनताले स्वयंसेवकहरूले विभिन्न किसिमले उद्धार गरेका छन्, उनीहरूको संख्या कति हो, जसलाई हामीले विभिन्न ठाउँमा चाहिँ पुर्याएका छौं, तिनीहरूको संख्या कति हो र मृत्यु भएको संख्या कति हो भनेर भन्ने मात्रै चाहिँ हामीसँग तथ्याङ्क छ। तपाईँको तदारुकता नभएको कारणले अथवा त्यो गति नदेखेका कारणले भोलि त्यसरी फस्नेहरूको समयमै उद्धार गर्न नसक्दाखेरि यो मृत्यु हुनेहरूको संख्या अत्याधिक बढेर गयो भने त्यसको जिम्मेवारी तपाईँ कसैले लिनुपर्छ? हजुर, मैले नमस्कार गर्छु तपाईँलाई र बाहिर पनि म नमस्कार गरेर भन्न चाहन्छु, यो संसारमा भूकम्प कुनै मान्छेले चाहेर आउने होइन, यो अचानक आउने, कसैलाई थाहा हुँदैन। तर यो काठमाडौँमा हजुर यो मलाई भन्न दिनुस्, किनकि यो भूकम्प प्रभावित क्षेत्र हो हाम्रो, त्यसबाट त्यसको निम्ति हामीले आफूलाई तयार राख्नुपर्छ भनेर भन्ने हो। हाम्रा केही कमजोरीहरू छन्, त्यो हामीले स्वीकार गर्नुपर्छ। पर्दो रहेछ तयार राख्नु, आम नागरिकले राखेनन्, अनि राज्यले तयारी गर्नुपर्छ। राज्यले के एउटा टेन्ट राखेर रहन्छ, एउटा छानो राखिदिएर रहन्छ, एउटा पाल राखिदिएर रहन्छ। आजको देशबाट पाल आउनु पर्ने यो आजसम्म हामीले 50,000 टेन्ट बाँड्यौं। 50,000 टेन्ट तपाईँहरूले बाँडिसक्यौं। 50,000 होइन, अब लाखभन्दा बढी टेन्टको आवश्यकता पर्छ अझै। कहिलेसम्म 50,000 टेन्ट बाँडेको तपाईँको तथ्याङ्क छ? म भोलि तपाईँको भेरिफाई गर्छु। गर्नु होला। अहिले मैले चाहिँ यो कुन दिन कति बाँडियो भनेर भन्न सक्दैन, तर हिजो मात्रै हामीले 20,000 टेन्ट बाँडेका छौँ, हिजो मात्रै। त्यसो भएर मैले भनिहालेँ, यो काठमाडौँ उपत्यकामा तपाईँको जानकारीमा कति मानिसहरू बसोबास गर्छन्? के कसैलाई थाहा थियो कि भूकम्प आउँछ भनेर यहाँबाट गएका थिए? यही थिए। मेरो जानकारीमा 60-65 लाख बसोबास गर्छन्। यहाँको आफ्नै जनसङ्ख्या जो यहाँ भोट हाल्ने हो त्यो संख्या थोरै, त्योभन्दा थोरै छ। तर विभिन्न पेसा व्यवसाय गरेर बाहिरका मतदाताहरू पनि यो ठाउँमा बसोबास गर्छन्।
तपाईले मन्त्रीले यसरी भाग्न मिल्दैन होइन किन भाग्ने म त जनताबाट निर्वाचित भएर चाहिँ आएको एकपटक होइन पटक पटक आएको फेरि पनि जनतासित फेस गरेर चाहिँ आएको हुँ त्यसको निम्ति जवाबदेही लिन्छु गृहमन्त्री हुँ तपाईँले नभने पनि म जवाबदेही लिन्छु भोलि संसदमा म प्रस्तुत हुनुपर्छ त्यहाँ मैले जवाब दिन पर्दछ त्यसबाट मैले परिस्थिति के हो भूकम्पको बेलामा कति थाहा हुन्छ कस्तो स्थिति हुन्छ भन्ने सम्बन्धमा सबै ठाउँमा त्यो जानकारी हुँदैन र हाम्रो जस्तो देशको आर्थिक अवस्था भएको अवस्थामा 1 वर्षभित्रमा 2टा यति भयंकर विपत्ति त्यहाँ आइपरेका छन् र पहिलो विपत्तिमा हामीले जम्मा गरेको सारा साधनहरू चाहिँ हामीले प्रयोग गर्यौं र अर्को विपत्ति हिन्दासम्म शहरको कुनै कुनामा एउटा हेल्प डेस्क देखिँदैन एउटा कुनै राहत केन्द्र देखिँदैन तपाईले जतिसुकै टेन्ट बाँडेका छु सरकार जिम्मेवारी छ भन्दाखेरि चित्त बुझाउने अथवा विश्वास गर्ने कसले एउटा राहत केन्द्र छैन यहाँ कुनै मान्छे यो बुथमा आएर भनिरहेछ कि मैले सहयोग गर्नु पर्यो भने कहाँ गर्ने विदेशमा बस्ने नेपालीहरूले भनिरहेछन् एनआरएनले भनिरहेछन् कहाँ कसलाई सम्पर्क गर्ने सहयोग गर्ने भन्दाखेरि पनि एउटा भिजिबिलिटी छैन देखिन्छ नि दृश्यमा सुन्नुहोस् यता सुन्नुहोस् 50औं क्यामेरा बोकेर हाम्रा रिपोर्टरहरू जानु सबै ठाउँमा हुन्छ सबै ठाउँमा हाम्रो सरकारका निकायहरू जति छन् ती सबै हेल्पलाइन हुन् ठाउँमा हाम्रो प्रहरी चौकीहरू छन् इलाका प्रहरी कार्यालयहरू छन् जहाँ छन् विभिन्न किसिमका स्वास्थ्य चौकीहरू छन् अस्पतालहरू छन् र सरकारका अन्य कार्यालयहरू छन् जुन जम्मै ठाउँमा हामीले चाहिँ यो काम सबै सुतेका थिए अनि शनिबारको दिन चाहिँ सबै कार्यालयमा आउने व्यवस्था हुन्छ बस्नुपर्छ अलर्ट बस्नुपर्छ त्यो त भूकम्प आउँदै थियो भनेको के हो र भूकम्प आउँदै छ भनेर भन्ने कुरा तपाईँ जस्तो थाहा हुने मान्छे हुनु पर्यो के हामीलाई थाहा भएन यसै दिन 11:56 शनिबार 11:56 भूकम्प आउँछ भन्ने कुरा थाहा हुने व्यक्ति हामीसँग हुनु पर्यो त्यो थिएन त्यो मान्छे के थाहा छ भने एटलिस्ट यस्ता विपदहरू आइपर्दाखेरि सामान्य पूर्व तयारी गर्नु मेरो घरको एउटा तपाईले जे प्रश्न तपाईले गरिसक्नु तपाईँ धेरै बहादुर हुनु रहेछ मलाई आजभन्दा पहिले थाहा थिएन आज मात्रै थाहा भयो बहादुर जनतालाई अलिकति मेरो एउटा कुरा त सुनिदिनुहोस् प्लिज शनिबारको दिन थियो भूकम्पमा के गर्न पर्दथ्यो सबै जनताले त्यही गरे हामीले भनेका थियौं कि भूकम्प आउँदाखेरि घरमा सुरक्षित किसिमले घरमा बसेर बाहिर निस्कनु पर्दछ चौरमा बस्नु पर्दछ र भूकम्प आयो काठमाडौँ लगायत देशभरि जहाँ जहाँ भूकम्पको धक्का महसुस भएको छ त्यो ठाउँमा जनता जो घरबाट निस्कन सक्दथे जसको घर ध्वस्त भएको छैन उनीहरू घरबाट निस्के चौरमा गएर बसे त्यसै गरेर कर्मचारीहरू पनि त्यही किसिमले बाहिर गए बिजुली तार टुट्यो पोल भत्क्यो ट्रान्समिटर चाहिँ ले काम गरेन र त्यस्तो अवस्थामा कतिपय चाहिँ अवस्थामा टेलिफोनले पनि काम गर्न सकेन ल्यान्डलाइन बाहेक अरूले चाहिँ काम गर्न सकेन मानिसहरूलाई खोज्नको निम्ति टाइम लाग्यो र प्रत्येक व्यक्तिले आफू सुरक्षित हुने कुरा सोच्यो र सरकारी कर्मचारीहरू पनि उनीहरू पनि कार्यालय विदा भएको हुनाले उनीहरूले विभिन्न कार्यक्रम बनाएर कोही 8 बजे हिँडेको छ कुन ठाउँमा कोही चाहिँ 9 बजे गएको छ कोही 10 बजे गएको छ यसरी विभिन्न ठाउँमा चाहिँ गएका थिए त्यसबाट उनीहरू जम्मैलाई जम्मा गरेर त्यो भूकम्पपछि तुरुन्तै फर्केर आफ्नो ठाउँमा चाहिँ आउन र उनीहरूले आफ्नो काम कार्यभार सम्हाल्नको निम्ति समय लाग्यो त्यसको निम्ति हामीले सबभन्दा पहिले म भूकम्प गएको आधी घण्टा पछि म 40 मिनेट भित्रमा म चाहिँ मेरो अफिसमा गएर तुरुन्तै त्यहाँ काम गर्न पर्ने जो सूचना संकलन गर्न पर्यो त्यो काममा लागि परे तर सबै व्यक्तिहरू त्यसरी आउन सकेनन् र तपाईँ आफै थाहा छ देख्नु भएको छ कि प्रत्येक व्यक्ति जो बजार चाहिँ गरिरहेका छन् व्यापार गरिरहेका छन् उनीहरूले व्यापार बन्द गरेका छन् जसले उत्पादन गरिरहेका छन् उत्पादन बन्द गरेका छन् कारखाना बन्द भएका छन् यिनी सबै ठाउँमा तपाईँ जानुहोस् ब्याङ्कहरू बन्द भएका छन् खानेपानी चाहिँ बन्द भएको छ रेस्टुरेन्ट बन्द भएको छ यस्तो किसिमको अवस्था चारैतिर चाहिँ देखिएको थियो हो त्यस्तो चाहिँ अवस्थामा हामीले काम सुरु गर्न पर्यो यदि त्यो शनिबार नभएर अरू बेलामा हुन्थ्यो भने हामीले तुरुन्तै अरू धेरै कामहरू गर्न सक्थ्यौं तर त्यस्तो किसिमको अवस्था थियो हो यस्तो अवस्थामा हामीले जति गर्न पर्ने हो त्यो काम सीमित व्यक्तिहरूले काम सुरु गर्यौं र 4-5 घण्टाभित्र सबै हाम्रा सम्बन्धित अफिसरहरूलाई सम्बन्धित कर्मचारीहरूलाई हामीले जुटाएर काममा लगायौं तर भूकम्प जाँदा साथ निर्देशन गएको छ त्यस्तो अवस्थामा त्यो विकट अवस्थामा जस्तोसुकै खतरासित मोलेर काम गर्न सक्ने सुरक्षा निकायका
व्यक्तिहरू हुन् तिनीहरू खटेका छन्, गएका छन् उद्धार गर्नको निम्ति। यदि त्यस्तो हुँदैन थियो भनेर भने यति धेरै मानिसहरूलाई उद्धार कसरी गरियो त? ठिक छ, यो कुनै समय तथ्याङ्कले पुष्टि गर्छ सरकारको उद्धार कार्य कति तदारुकताका साथ भएको छ भनेर। हामी हरेक दिन संख्या गनेर बस्न बाध्य भएका छौँ र मृत्यु हुनेहरूको संख्या हिजोभन्दा आज दोब्बर हुँदै गएको छ र तपाईँले हेर्नु होला बाँकी केही समय मन्त्रीलाई अवगत गराउन। प्रश्न के हो भने तपाईँले आरोप लगाउनुभयो कि हामीले मान्छेहरूलाई उत्तेजित बनाउने काम हिजोसम्म आज दिउँसोसम्म हामी हेरेर बसिरहेका छौँ सरकारले कसरी त्यसको एक्सन कसरी अगाडि बढाउँछ भने, तर कहीँ पनि महसुस भएन। तपाईँसँग संयन्त्र थियो, तपाईँको राज्यका आफ्ना सरकारी सञ्चार माध्यमहरू छन्, तिनीबाट पनि तपाईँले भन्नु भएन कि जनतालाई कमसे कम धैर्य गरेर बस्छ, नआत्तिकन बस्छ, कसैको पछि लागेर यहाँ हरेक एक घण्टामा भुइँचालो आउँछ भनेर कपोकल्पित निराधार तथ्यहरू मान्छेले भनिरहेका थिए। मान्छेहरू तपाईँ मान्छेको शङ्का चिर्न सक्नुहुन्न, मान्छेको त्रासलाई सम्बोधन गर्न सक्नुहुन्न, मान्छेको पीडालाई रेस्पोन्ड गर्न सक्नुहुन्न भनी तपाईँले मेरो सरकारले यो गर्यो भनेर तपाईँले डम्फु बजाइरहँदाखेरि स्वाभाविक रूपमा मलाई चित्त बुझ्दैन, न मेरो दर्शकलाई चित्त बुझ्छ। यसलाई अन्यथा नलिनु होला, अन्य चित्त दुखाउनु पर्दैन, तपाईँ रिसाउनु पनि पर्दैन। मेरो आशय के हो, जवाबदेही हुनुपर्छ। हजुर हजुर हो, जवाबदेही छौँ, मैले भनिसकेँ नि। फेरि पनि म तपाईँलाई मौका दिन्छु कि मेरा दर्शकलाई भनिदिनुहोस् कि सरकारले रेस्पोन्ड गर्न कहिले पुग्छ ती बस्तीमा? रेस्पोन्स गरिरहेको छ। जुन दिन भूकम्प गयो त्यसै दिनदेखि त्यही घण्टादेखि रेस्पोन्स गरेको छ। अहिलेकोलाई नै रेस्पोन्ड मान्ने हो भने त भोलि पर्सि के अपेक्षा गर्ने र अलिकति तदारुकता बढ्दैन। यो मैले तपाईँलाई भन्न के पर्ने हो मलाई थाहा छैन, तर भूकम्प जाँदाखेरि यो संसारमा कसले भूकम्पसित सँगसँगै चाहिँ गएर उद्धार गरेको छ? के मान्छेले चाहिँ जानेर भूकम्प ल्याएको हुन्छ र पहिलेदेखि त्यस्तो किसिमको तयार गर्ने? त्यतापट्टि नजाउँ मन्त्रीज्यू। म यो ट्रान्सफर्मरहरू डाउन हुँदाहुँदै भूकम्प गएको 3 दिनभित्रमा बत्ती सुचारू गर्ने विद्युत प्राधिकरणका कर्मचारीहरूको तारिफ गर्न चाहन्छु। प्रहरी र सेना जो तदारुकताका साथ उद्धार कार्यमा खटिया छ, म तिनलाई सलाम गर्न चाहन्छु। तर तपाईँहरूको तहबाट जुन तदारुकता मैले देखिनँ अथवा मैले मेरो व्यक्तिगत अनुभव होइन, हामीलाई प्राप्त भएका जनताका आवाजहरू, तपाईँका मन्त्री जुन दिउँसो शहरका बीचमा लखेटिए ती घटनाहरू तपाईँलाई राखेर भनिरहेको छु। तपाईँहरू कसैलाई पनि जनताले आफ्नो को मन्त्री सडकमा देखियो मलाई भन्नुहोस् त। अनि यो सलाम जसलाई गर्नुभयो ती सलाम गर्नेहरू सरकारका निकाय, तपाईँका निकायका हुन्, तपाईँका निर्देशन हुन्, तर एउटा नागरिकले उसको सभासद खोज्छ, उसको मन्त्री खोज्छ, छुनुमा पनि अर्थ राख्छ, कुनैलाई सान्त्वना दिनुमा पनि अर्थ राख्छ। अहिले यो विपदको घडीमा हरेक नागरिकले त्यो बुझेका छन्। आक्रोश होइन मन्त्रीजी, होइन आक्रोश होइन, त्यो आक्रोश तपाईँ व्यक्त गरिराख्नु भएको छ। तपाईँले भन्नुहुन्छ कि जनताको आक्रोश तपाईँ रिफ्लेक्ट गरिराख्नु भएको छ, ठिकै छ, त्यही नै होला हो त। तर तपाईँ त आफै पनि आक्रोशित भइराख्नु भएको छ। तर भूकम्पको कम्पन भइरहेको बेला प्लेन उडिरहेको छ भने उडिरहन सक्छ, बस्न सक्दैन। हामीले रोक्न पर्छ, बाहिर जान लागेकोलाई पनि रोक्न पर्छ, आउनेलाई पनि रोक्न पर्छ। त्यो भनिदिनुहोस् न, कम्पनीहरूले गर्दा अवरुद्ध अब भनिराखेको छु नि। यस्तो सुन्नुहोस् न, अब अहिले त सुनिदिनुहोस्। त्यस्तो अवस्थामा यदि प्लेन तपाईँले ल्यान्डिङ गर्न दिनुभयो भने प्लेन दुर्घटना हुन्छ, एकैचोटि ठूलो संख्यामा हताहत हुन सक्दछ। त्यसबाट यस्तो दुर्घटना निम्ताउन नदिनुको निम्ति त्यसो गर्न पर्दछ। र त्यस्तो अवस्थामा हामीले विदेश वेदर झन् खराब हुँदै गयो र एकपछि अर्को भूकम्पको धक्का आइरहेपछि हामीले चाहिँ कमसेकम 11:56 भूकम्प गयो र 3-4 बजेसम्म हामीले चाहिँ प्लेनलाई आउन दिनौँ, त्यसपछि हामीले खुल्ला गर्यौं। यो व्यवस्था भयो। र विद्युतको कुरा गर्नुहुन्छ र तपाईँले सलाम गर्नुभयो, बिल्कुल एकदम राम्रो छ कि यसको निम्ति हामीले तदारुकताका साथ गर्नुपर्ने जहाँ जहाँ हो त्यो सबैलाई चाहिँ हामीले निर्देशन गर्यौं र उनीहरूले काम सुरु गरे। तर विद्युतको स्थिति के हुन्छ भने त्यस दिन 6-7 ठाउँमा विद्युतका पोल घटे, ट्रान्समिटरहरूले काम गरेनन्, त्यो अवगत छ गरेनन् र तुरुन्तै त्यो गर्नको निम्ति सम्पूर्ण ठाउँको इन्फर्मेसन लिनु पर्यो। कुनै घरमा विद्युतको तार टुटेको रहेछ र यतातिर विद्युत जडान गर्दा बित्तिकै त्यो त्यहाँ गएर आग लागि भयो भने त्यसको जवाबदेही लिनु पर्दछ। त्यसो भएको हुनाले त्यो काम गर्नुको निम्ति सबै ठाउँको इन्फर्मेसन सङ्कलन गर्नु पर्यो, त्यसको निम्ति केही टाइम लाग्यो। र यो विद्युत प्रवाहित नहुँदाखेरि हाम्रा धेरै कामहरू चाहिँ रोकिए, सूचना सञ्चार अवरुद्ध हुन पुग्यो। त्यसले गर्दाखेरि
त्यसले गर्दाखेरि तथ्याङ्कहरू सङ्कलन गर्नको निम्ति अवरोध हुनु पुग्यो। कतिपय चाहिँ इन्टरनेटले चाहिँ काम गर्न सक्दैन। यसले यस्ता किसिमका चाहिँ जो हामीले बिहोर्न पर्ने अति जरुरी आवश्यकताहरू छन् र त्यो बाध्यता चाहिँ छ। त्यो बाध्यताको अवस्थामा हामीले तुरुन्तै के गर्न पर्ने त्यो गर्न सकेनौं। अब अर्को कुरो चाहिँ जसबेला हामीले जनतालाई राहत दिन पर्ने हो, राहत दिनको निम्ति हामी तयार भयौं। हामीसँग भएका टेन्टहरू र हामीसँग भएका अन्य चिजहरू हामीले पठायौं, तर सरकारसित जति आवश्यकता छ त्यस्तो किसिमको महसुस भएन। एकैचोटि लाखौं 20 लाख भन्दा बढी चाहिँ मानिसहरू उपत्यकामा चाहिँ सड़कमा आउन सक्लान् भनेर भन्ने यो स्थितिको परिकल्पना गर्न भ्याइसकिएको थिएन। परिकल्पना अझै त्यस्तो हुन सक्छ भनेर भन्ने, तर हामीले जम्मा भएको चिजहरू चाहिँ अघिल्लो पटक हामीले बाँडिसक्यौं। साउनमा गएको भूकम्पमा अहिले चाहिँ हामीले जम्मा गर्न भ्याइसकेका थिएनौं र त्यसमा पनि जति निजी क्षेत्रहरू छन् त्यो निजी क्षेत्रबाट चाहिँ हामीले संकलन गर्नुपर्ने आवश्यकता छ। रेड क्रसबाट संकलन गर्नुपर्ने आवश्यकता छ। यस्ता संस्थाहरूसित निजी क्षेत्रबाट व्यापारीहरूसित संकलन गर्नुपर्ने आवश्यकता त्यो हामीले त्यसबेला प्रयत्न गर्दाखेरि पनि सम्भव भएन। आज पनि धेरै पसलहरू बन्द छन्। आज पनि हामीले विभिन्न किसिमले खोजी गर्न परिरहेका छ कहाँ छन् सामानहरू। त्यसकारण मैले पूर्व तयारीको प्रसंग उठाएँ। मन्त्रीजीलाई एउटा जानकारी गरौं कि कति घरहरू ढल्दाखेरि त्यहाँ परिवारका धेरै सदस्यहरू गुमाए, कति मरे, बाँचेको बाहिर निस्केको बाँचेको एकजनासँग अहिले एउटा चाउचाउ अथवा एउटा पानी किनेर खाने अवस्था छैन। तपाईले घोषणा गर्न सक्नुहुन्छ कि भोलि आज त म पत्ताउनेवाला छैन, तर भोलिको दिन काठमाडौँ अथवा अरू कुनै जिल्लाका यी ठाउँहरूमा त्यसरी भौतारिएर एउटा चाउचाउ खान नपाएको, गोजीमा एक सुको नभएकोलाई तपाईको सरकारले एउटा चाउचाउ र एउटा पानी दिन्छ, फलाना ठाउँमा गएर सम्पर्क राख्नु भनेर भन्न सक्नुहुन्छ यो टिभीमा? अहिले हामीले काठमाडौँमा 11 ठाउँ चाहिँ हामीले घोषणा गरेका ठाउँहरू छन् जहाँ हामीले शिविर खडा गरेका छौं। ती शिविरमा नाम भनिदिनुहोस् न। सिनामंगल, बानेश्वर, सानो गौचरण, रंगशाला, टुणीखेल। तपाईले भन्नुभएका यिनी सबै कुरा हुन्, सबै ठाउँ हुन्। त्यस्तै गरेर त्यो सडकबाट म प्रसारण गरिरहेको छु। मसँग दृश्यहरू छन्, तपाईँ गएपछि म देखाउन सक्छु मेरा दर्शकहरूलाई। तर ती सबै ठाउँमा कसैले पनि पाएनन् मन्त्रीज्यू। दुःखका साथ अवगत गराउँछु। तपाईँको संयन्त्रले तपाईँलाई सूचना गलत दिँदो रहेछ। दुःखका साथ तपाईँलाई प्रमाण सहित यो अवगत गराउनु। अहिलेसम्म त हामीले केवल पाल चाहिँ दिएका छौं ती ठाउँमा र पिउने पानी उपलब्ध गराएका छौं। आजदेखि हामीले खाद्यान्न चाहिँ उपलब्ध गराउने हो। त्यो खाद्यान्न उपलब्ध गराउनको निम्ति हामीले सरकारले पहिले नै ड्राई फुड जम्मा गरेर राखेन। ड्राई फुड हामीले विभिन्न ठाउँबाट अस्तिदेखि नै खोजिरहेका छौं, हामीले पाएका छैनौं। हिजो हामीसँग जति थियो 24,000 कार्टुन हामीले चाउचाउ पायौं। त्यो हामीले केही बाहिर पठायौं, केही यहाँ चाहिँ बाँडेका छौं। आज हामीले केही हजार कमसे कम 24-25 हजारको चाहिँ हामीले सूचना पाएका छौं, ल्याउँछौं भनेर भन्ने कुरा हामीले सोचेका छौं। भोलिसम्म हामीले 1 लाख कार्टुन चाहिँ हामीले जम्मा गर्न सकौंला भन्ने हामीलाई लागेको छ। विदेशबाट यहाँ नेपालबाट जम्मा गर्दाखेरि यो कुनै सरकारले त निजी क्षेत्रसित लिनुपर्ने हो। त्यो हामीसँग काठमाडौँमा मात्रै 3वटा 4वटा चाउचाउका फ्याक्ट्रीहरू छन्। तिनीहरूमा निरन्तर हजारौं कार्टुन चाहिँ तयार हुन्छ, हजारौं कार्टुन व्यापारमा जान्छ र हजारौं के लाखौं कार्टुनहरू उनीहरूको स्टोरमा पनि रहेको हुन्छ। त्यो हामीले प्राप्त गरौँला भनेर भनेको त्यो चाहिँ बन्द भएको हुनाले त्यो सञ्चालकहरूलाई उपलब्ध गराउन सकेन। अहिले भर्खरै हामीले सबैलाई खोजेर लिएर आएर, किन फोन कसैले पनि रिसिभ गर्दैन, उहाँहरूलाई घरमै गएर बोलाएर लिएर आएर हामीले चाहिँ कुरा गरेका छौं र उहाँहरूले हामी दिन्छौँ भनेर भन्नुभएको छ। निरीयता देखाउनुहुन्न हो, मेरो कुरालाई अलिकति आशा जगाउनु पर्छ। यति निरीयता, एउटा चाउचाउ जुटाउन नसक्ने, एउटा टेन्ट अथवा त्यो उद्धार गर्न नपुग्ने, खर्जियोस् कहिलेसम्म पीडितले राहतको महसुस गर्न सक्छन्? कुनै त्यस्तो योजना छ? काठमाडौँमा रहेकाहरूलाई भोलि बेलुकासम्म हामीले यदि उहाँहरू घर जानु भएन भने हामीलाई त लाग्छ कि आजदेखि पनि उहाँहरू घर जान पर्छ भन्ने लाग्छ कि त्यति ठूलो आउला भन्ने लाग्दैन, भूकम्प आउला फेरि भनेर पनि लाग्दैन। तर सानो धक्का निरन्तर गइरहेकै छ। तर बहुत ठूलो आतंक छ। आतंक छ। त्यो आतंक विभिन्न किसिमले चाहिँ आतंक हामीले बतायौं। तर तपाईको संयन्त्र, तपाईका सरकारी सञ्चार माध्यमहरूले तिनलाई
सम्बोधन गर्न सकेनन्। ठिक छ, हामीले निरन्तर हामीले पत्रकार सम्मेलन गरेर बताएका छौँ, हामीले विभिन्न व्यक्तिहरूलाई मिडियामा पठाएका पनि छौँ। अब म आफै आउन पाइनँ, या तपाईँ संयोगले तपाईँसित भेट हुन पर्ने रहेछ, त्यसो भएर आज म आएको छु। र हामीले पानी सबै ठाउँमा उपलब्ध गराएका छौँ, तर पानीको बोतल उपलब्ध गराउने हाम्रो चाहिँ कोसिस हो। त्यो बोतल अहिलेसम्म हामीले पाएका छैनौँ, खोज्दाखेरि पनि पाएका छैनौँ, किन स्टोर चाहिँ हामीले पत्ता लगाउन सकिरहेका छैनौँ। र इमर्जेन्सी घोषणा भइसकेको हुनाले सरकारले कुनै पनि ठाउँबाट लिन सक्दैन। अचम्म के भने नि मन्त्रीज्यू, राज्य एउटा कुनै नागरिकको घरमा पुगेर खानतलासी गर्न सक्छ हैन, एउटा घरमा गएर खानतलासी गर्न सक्छ, जे पनि निकाल्न सक्छ। तर यत्रो फ्याक्ट्री, यत्रो उद्योगहरू छन्, एउटा चाउचाउबाट पानी राहतका सामग्री निकाल्न सक्दैन। कारखानामा सुन्नु न, कारखाना बन्द, चिनियाको बोर्डरबाट आउने यस्तो सुन नदेखे जस्तै हो क्या होला। यो तपाईँले बडो मिठो गरेरै भन्नुभयो, किनकि जनतालाई त्यस्तो चाहिएको छ, तपाईँलाई लागेको होला। म जनताको कुरा गर्छु नि, जनताकै कुरा गर्नुहोस् तपाईँले। जुन कुरा मन पर्दैन, कारखाना जस बेला मैले काम सुरु गरेँ त्यस बेला सायद तपाईँ जन्म हुनु भएको थिएन होला। बिल्कुल। त्यस भएर मैले धेरै अहिलेको एउटा युवा अथवा एउटा सामान्य मान्छे यति मैले तपाईँलाई मैले भने कारखाना बन्द छ, बन्द भएको कारखानामा गएर पाइन्छ, त्यसलाई सञ्चालन गर्ने सिधै जानु पर्छ पर्दैन। र हामीले आह्वान गर्यौँ कि आह्वान गरेपछि उनीहरूले स्वेच्छाले नै त्यस्तो गरून्, सरकारलाई सहयोग गर्न चाहिँ आउन् भनेर भन्ने कुरा भयो। फोनबाट चाहिँ हामीले खोज्न पठायौँ, हिजोदेखि हामीले खोजेका छौँ, उनीहरू उपलब्ध भएनन्। आज बल्ल ती कारखाना सञ्चालकहरू उपलब्ध भएका छन्, पानीका पनि उपलब्ध भएका छन्, र चाउचाउको पनि उपलब्ध भएका छन्। र हामीले त्यसो भएर उपलब्ध नभइसकेपछि हामीले तराईका विभिन्न जिल्लाबाट चिउरा चाहिँ मगाएका छौँ। त्यस्तै गरेर चाहिँ हामीले चाउचाउ पनि मगाएका छौँ। कहिले आइपुग्छ मन्त्रीज्यू? त्यो अब 2-3 घण्टाभित्रबाट चाहिँ प्रवेश सुरु हुन्छ। त्यो 50देखि 100 ट्रकसम्म चाहिँ भोलि बिहानसम्म काठमाडौँ आइपुग्छ। पाउँछन् कहिले पीडितले? त्यो यहाँ आइसकेपछि हामीले जति हामीसँग उपलब्ध हुन्छ सबै भइभरिको हामीले यहाँ दिन त सक्दैनौँ, किनकि 100 ट्रक आउने सामान, खाद्य सामानले पनि त्यो हात्तीको मुखमा जिरा हुन्छ अहिले। तर हामीले अरू धेरै पनि चाहिँ हामी मगाइरहेका छौँ। त्यस भएर भोलिदेखि हामीले विभिन्न ठाउँको पुर्याउन सुरु गर्छौँ। एउटा प्रश्न तपाईँहरूसँग भइरहेको साधन स्रोतहरूको उपयुक्त परिचालन नगरे जस्तो देखिरहेको स्थिति, तपाईँले यति धेरै सामग्रीहरू ल्याएको पनि कुरा गर्नुहुन्छ, धेरै विदेशी संस्था, विदेशको त नामै तपाईँको यति लामो सूची थियो, त्यहाँबाट आएका ती राहत सामग्रीको व्यवस्थापन कस्तो हुन्छ? सुन्नुहोस्, व्यवस्थापनको प्रसङ्ग उनीहरूले हरेकले उद्धार गर्ने टिम लिएर आएछन्, हरेकले मेडिकल टिम लिएर आएका छन्, दबाई लिएर आएका छन्, तर हरेकले खाने चिजहरू लिएर आएका छैनन्। त्यसबाट हामीले खाद्य सामग्री पनि ल्याउनुपर्छ भनेर विदेशीहरूलाई भनेका छौँ। र यस्तो किसिमको चिज जो उनीहरूले त आवश्यकता देखिया होलान्, तर हामीसँग छलफल चाहिँ हुन पाएन के कुन देशले के दिँदाखेरि चाहिँ ठिक हुन्छ भनेर। तर हामीले विदेशीहरूलाई यस्तो बेलामा सहयोग गर्नको निम्ति आह्वान गर्यौँ। आह्वानको आधारमा ती विदेशीहरू नेपाललाई सहयोग गर्नको निम्ति आएका छन् र हामीले त्यो चिज उपलब्ध गराउनको निम्ति हाम्रो तराई र जहाँ जहाँ यो उत्पादन हुन्छ त्यो ठाउँबाट हामी ल्याउँदाखेरि सकौँला। तर त्यो भोलि बेलुकासम्म हामीले धेरैजनालाई, सबैलाई त भन्न सक्दैन, किनकि काठमाडौँ उपत्यकामा मात्रै लाखौं 20 लाख जनता सडकमा भएको अवस्थामा सबैलाई त्यो जम्मै त्यो उपलब्ध हुन्छ भनेर भन्ने मलाई लाग्दैन। तर हामी धेरै जसोलाई हामी उपलब्ध गराउँछौँ। कि दाता सहयोगी संस्थाहरूको व्यवस्थापन कसरी गर्नुहुन्छ? अब त सहयोग गर्ने संस्थाहरूको पनि ओहिरो लाग्न थालेको छ, भलै अर्कोतिर यति ठुलो ग्याप कि मान्छेले त्यो महसुस गर्न पाएछन्, तिनलाई कसरी व्यवस्थापन गर्नुहुन्छ? एउटा छानो राखिदिएर रहन्छ, एउटा पाल राखिदिएर रहेछ, आजको देशबाट पाल आउनुपर्ने। यो आजसम्म हामीले 50,000 टेन्ट बाँड्यौँ। 50,000 टेन्ट तपाईँहरूले बाँडिसक्यौँ। 50,000 होइन, अब लाखभन्दा आवश्यकता पर्छ अझै। कहिलेसम्म 50,000 टेन्ट बाँडेको तपाईँको तथ्याङ्क छ? म भोलि तपाईँको भेरिफाई गर्छु। गर्नु होला। अहिले मैले चाहिँ यो कुन दिन कति बाँडियो भनेर भन्न सक्दैन, तर हिजो मात्रै हामीले 20,000 टेन्ट बाँडेका छौँ, हिजो मात्रै। त्यसो भएर मैले भनिहालेँ, यो काठमाडौँ उपत्यकामा तपाईँको जानकारीमा कति मानिसहरू बसोबास गर्छन्? के कसैलाई थाहा थियो कि भन्न सक्दैन, किनकि काठमाडौँ उपत्यकामा मात्रै लाखौं 20 लाख जनता सडकमा भएको अवस्थामा सबैलाई त्यो जम्मै चाहिँ उपलब्ध हुन्छ भनेर भन्ने मलाई लाग्दैन। तर
हामी धेरै जसोलाई हामीले उपलब्ध गराउँछौँ। कि दाता सहयोगी संस्थाहरूको व्यवस्थापन कसरी गर्नुहुन्छ? अब त सहयोग गर्ने संस्थाहरूको पनि ओहिरो लाग्न थालेको छ, भलै अर्कोतिर यति ठुलो ग्याप छ कि मान्छेले त्यो महसुस गर्न पाछन्, तिनलाई कसरी व्यवस्थापन गर्नुहुन्छ? दिन काठमाडौँ अथवा अरू कुनै जिल्लाका यी ठाउँहरूमा त्यसरी भौतारिएर एउटा चाउचाउ खान नपाएको, गोजीमा एक सुको नभएकोलाई तपाईँको सरकारले एउटा चाउचाउ ठाउँमा गएर सम्पर्क राख्नु भनेर भन्न सक्नुहुन्छ यो टिभीमा? अहिले हामीले काठमाडौँमा 11 ठाउँ चाहिँ हामीले घोषणा गरेका ठाउँहरू छन् जहाँ हामीले शिविर खडा गरेका छौँ। ती शिविरमा नाम भनिदिनुहोस् न। सिनामङ्गल, बानेश्वर, सानो गौचरण, रङ्गशाला, टुँडीखेल। तपाईँले भन्नुभएका यिनी सबै कुरा हुन्, सबै ठाउँ हुन्। त्यस्तै गरेर त्यो सडकबाट म प्रसारण गरिरहेको छु, मसँग दृश्यहरू छन्, तपाईँ गएपछि म देखाउन सक्छु मेरा दर्शकहरूलाई। तर ती सबै ठाउँमा कसैले पनि पाएनन् मन्त्रीज्यू। दुःखका साथ अवगत गराउँछु। तपाईँको संयन्त्रले तपाईँलाई सूचना गलत दिँदो रहेछ। दुःखका साथ तपाईँलाई प्रमाण सहित यो अवगत गराउनु। होइन, अहिलेसम्म त हामीले केवल पाल चाहिँ दिएका छौँ ती ठाउँमा र पिउने पानी उपलब्ध गराएका छौँ। आजदेखि हामीले खाद्यान्न चाहिँ उपलब्ध गराउने हो। त्यो खाद्यान्न उपलब्ध गराउनको निम्ति हामीले सरकारले पहिले नै ड्राई फुड जम्मा गरेर राखेन। ड्राई फुड हामीले विभिन्न ठाउँबाट अस्तिदेखि नै खोजिरहेका छौँ, हामीले पाएका छैनौँ। हिजो हामीसँग जति थियो 24,000 कार्टुन हामीले चाउचाउ पायौँ। त्यो हामीले केही बाहिर पठायौँ, केही यहाँ चाहिँ बाँडेका छौँ। आज हामीले केही पनि गरिरहेका छौँ। त्यहाँका अस्पतालहरू भरिभरि आउँछन्। 24,000 को चाहिँ हामीले सूचना पाएको छौँ, ल्याउँछौँ भनेर भन्ने कुरा हामीले सोचेका छौँ। भोलिसम्म हामीले 1 लाख कार्टुन चाहिँ हामीले जम्मा गर्न सकौँला भन्ने हामीलाई लागेको छ। विदेशबाट यहाँ नेपालबाट जम्मा गर्दाखेरि यो कुनै सरकारले त निजी क्षेत्रसित लिनुपर्ने हो। त्यो हामीसँग काठमाडौँमा मात्रै 3वटा 4वटा चाउचाउका फ्याक्ट्रीहरू छन्। तिनीहरूमा निरन्तर हजारौं कार्टुन चाहिँ तयार हुन्छ, हजारौं कार्टुन व्यापारमा जान्छ र हजारौं के लाखौं कार्टुनहरू उनीहरूको स्टोरमा पनि रहेको हुन्छ। त्यो हामीले प्राप्त गरौँला भनेर भनेको त्यो चाहिँ बन्द भएको हुनाले त्यो सञ्चालकहरूलाई उपलब्ध गराउन सकेन। अहिले भर्खरै हामीले सबैलाई खोजेर लिएर आएर, किन फोन कसैले पनि रिसिभ गर्दैन, उहाँहरूलाई घरमै गएर बोलाएर लिएर आएर हामीले चाहिँ कुरा गरेका छौँ र उहाँहरूले हामी दिन्छौँ भनेर भन्नुभएको छ। निरीयता देखाउनुहुन्न हो, मेरो दर्शकहरूलाई अलिकति आशा जगाउनुपर्छ। यति निरीयता, एउटा चाउचाउ जुटाउन नसक्ने, एउटा टेन्ट अथवा त्यो उद्धार गर्न नपुग्ने, खर्जियोस् कहिलेसम्म पीडितले राहतको महसुस गर्न सक्छन्? कुनै त्यस्तो योजना छ? काठमाडौँमा रहेकाहरूलाई भोलि बेलुकासम्म हामीले यदि उहाँहरू घर जानु भएन भने हामीलाई त लाग्छ कि आजदेखि पनि उहाँहरू घर जान पर्छ भन्ने लाग्छ। कि त्यति ठुलो आउला भन्ने लाग्दैन, भूकम्प आउला फेरि भनेर पनि लाग्दैन। तर सानो धक्का निरन्तर गइरहेकै छ। तर बहुत ठुलो आतंक छ, आतंक छ। त्यो आतंक विभिन्न किसिमले चाहिँ आतंक हामीले बतायौँ। तर तपाईँको संयन्त्र, तपाईँका सरकारी सञ्चार माध्यमहरूले तिनलाई सम्बोधन गर्न सकेनन्। ठिक छ, हामीले निरन्तर हामीले पत्रकार सम्मेलन गरेर बताएका छौँ। हामीले विभिन्न व्यक्तिहरूलाई मिडियामा पठाएका पनि छौँ। अब म आफै आउन पाइनँ, या तपाईँ संयोगले तपाईँसित भेट हुन पर्ने रहेछ, त्यसो भएर आज म आएको छु। र हामीले पानी सबै ठाउँमा उपलब्ध गराएका छौँ। तर पानीको बोतल उपलब्ध गराउने हाम्रो चाहिँ कोसिस हो। त्यो बोतल अहिलेसम्म हामीले पाएका छैनौँ, खोज्दाखेरि पनि पाएका छैनौँ। किन स्टोर चाहिँ हामीले पत्ता लगाउन सकिरहेका छैनौँ। र इमर्जेन्सी घोषणा भइसकेको हुनाले सरकारले कुनै पनि ठाउँबाट लिन सक्दैन। अचम्म के हो भने मन्त्रीज्यू, राज्य एउटा कुनै नागरिकको घरमा पुगेर खानतलासी गर्न सक्छ, होइन? एउटा घरमा गएर खानतलासी गर्न सक्छ, जे पनि निकाल्न सक्छ। तर यत्रो फ्याक्ट्री, यत्रो उद्योगहरू छन्, एउटा चाउचाउ, एउटा पानी, राहतका सामग्री निकाल्न सक्दैन। कारखानामा सुन्नु न, कारखाना बन्द, चिनियाको बोर्डरबाट आउने यस्तो सुन नदेखे जस्तै हो क्या होला। यो तपाईँले बडो मिठो गरेर भन्नुभयो, किन जनतालाई त्यस्तो चाहिएको तपाईँलाई लागेको होला। म जनताको कुरा गर्छु, जनताकै कुरा गर्नुहोस् तपाईँले। जुन कुरा मन पर्दैन, कारखाना जस बेला मैले काम सुरु गरेँ त्यस बेला सायद तपाईँ जनाउनु भएको थिएन होला। बिल्कुल। त्यस भएर मैले धेरै सिकेँ। अहिलेको एउटा युवा अथवा एउटा सामान्य मान्छे तपाईँले मैले भने कारखाना बन्द छ, बन्द भएको कारखानामा गएर पाइन्छ, त्यसलाई सञ्चालन गर्ने सिधै जान पर्दैन। र हामीले आह्वान गर्यौँ कि आह्वान गरेपछि उनीहरूले स्वेच्छाले नै त्यस्तो गरून्, सरकारलाई सहयोग गर्न चाहिँ आउन् भनेर भन्ने कुरा भयो।
फोनबाट चाहिँ हामीले खोज्न पठायौँ। हिजोदेखि हामीले खोजेका छौँ, उनीहरू उपलब्ध भएनन्। आज बल्ल ती कारखाना सञ्चालकहरू उपलब्ध भएका छन्, पानीका पनि उपलब्ध भएका छन् र चाउचाउको पनि उपलब्ध भएका छन्। र हामीले त्यसो भएर उपलब्ध नभइसकेपछि हामीले तराईका विभिन्न जिल्लाबाट चिउरा चाहिँ मगाएका छौँ। त्यस्तै गरेर चाहिँ हामीले चाउचाउ पनि मगाएका छौँ। कहिले आइपुग्छ मन्त्रीजी त्यो अब 2-3 घण्टाभित्रबाट चाहिँ प्रवेश सुरु हुन्छ। यो 50 देखि 100 ट्रकसम्म चाहिँ भोलि बिहानसम्म काठमाडौँ आइपुग्छ। पाउँछन् कहिले पीडितले? त्यो यहाँ आइसकेपछि हामीले जति हामीसँग उपलब्ध हुन्छ सबै भयभरिको हामीले यहाँ दिन त सक्दैनौँ, किनकि 100 ट्रक आउने सामान, खाद्य सामानले पनि त्यो हात्तीको मुखमा जिरा हुन्छ अहिले। तर हामीले अरू धेरै पनि चाहिँ हामी मगाइरहेका छौँ। त्यस भएर भोलिदेखि हामीले विभिन्न ठाउँमा पुर्याउन सुरु गर्छौँ। एउटा प्रश्न तपाईँहरूसँग भइरहेको साधन स्रोतहरूको उपयुक्त परिचालन नगरे जस्तो देखिरहेको स्थिति, तपाईँले यति धेरै सामग्रीहरू ल्याएको पनि कुरा गर्नुहुन्छ, धेरै विदेशी संस्था, विदेशको त नामै तपाईँको यति लामो सूची थियो, त्यहाँबाट आएका ती राहत सामग्रीको व्यवस्थापन कस्तो हुन्छ? सुन्नुहोस्, व्यवस्थापनको प्रसङ्ग उनीहरूले हरेकले उद्धार गर्ने टिम लिएर आएछन्, हरेकले मेडिकल टिम लिएर आएका छन्, दबाई लिएर आएका छन्, तर हरेकले खाने चिजहरू लिएर आएका छैनन्। त्यसबाट हामीले खाद्य सामग्री पनि ल्याउनुपर्छ भनेर विदेशीहरूलाई भनेका छौँ र यस्तो किसिमको चिज जो उनीहरूले त आवश्यकता देखाए होलान्, तर हामीसित छलफल चाहिँ हुन पाएन के कुन देशले के दिँदाखेरि चाहिँ ठिक हुन्छ भनेर। तर हामीले विदेशीहरूलाई यस्तो बेलामा सहयोग गर्नको निम्ति आह्वान गर्यौं। आह्वानको आधारमा ती विदेशीहरू नेपाललाई सहयोग गर्नको निम्ति आएका छन् र हामीले त्यो चिज उपलब्ध गराउनको निम्ति हाम्रो तराई र जहाँ जहाँ यो उत्पादन हुन्छ त्यो ठाउँबाट हामी ल्याउँदाखेरि सकौँला। तर त्यो भोलि बेलुकासम्म हामीले धेरैजनालाई सबैलाई त भन्न सक्दैन, किनकि काठमाडौँ उपत्यकामा मात्रै लाखौं 20 लाख जनता सडकमा भएको अवस्थामा सबैलाई त्यो जम्मै चाहिँ उपलब्ध हुन्छ भनेर भन्ने मलाई लाग्दैन। तर हामी धेरै जसोलाई हामी उपलब्ध गराउँछौँ। कि दाता सहयोगी संस्थाहरूको व्यवस्थापन कसरी गर्नुहुन्छ? अब त सहयोग गर्ने संस्थाहरूको पनि ओहिरो लाग्न थालेको छ, भलै अर्कोतिर यति ठुलो ग्याप छ कि मान्छेले त्यो महसुस गर्न पाएछन्, तिनलाई कसरी व्यवस्थापन गर्नुहुन्छ? जस्तो कुनै एउटा विदेशमा बस्ने नेपालीले आफ्नो देश सम्झेर, आफ्नो नागरिक सम्झेर कुनै पैसा पठाउन चाहे, केही पठायो भने त्यसले कहाँ कसलाई सम्पर्क गर्छ? विदेशमा रहेका नेपालीहरूले पठाउनको निम्ति प्रधानमन्त्री राहत कोष छ हाम्रो, त्यो प्रधानमन्त्री राहत कोषमा उनीहरूले पठाउन सक्छन् र आज अगाडि पनि त्यस्तै गरिएको छ। विदेशीले स्वदेशीले पठाउने भनेको त्यही पठाउने हो। कसैले सामग्री पठाउँछन्, त्यो सामग्री पठाउनको निम्ति पहिले सरकारसित अनुमति लिनुपर्दछ। हामी यस्तो किसिमको सामग्री पठाउँछौँ भनेर र त्यो सामग्री यहाँ आवश्यक छ भनेर भने हामीले चाहिँ हुन्छ भनेर भन्छौँ र कतिपयले त्यस्तो जानकारी नलिकन पठाइदिइहाले भने अहिले पनि विदेशीहरू कतिपयले यतातिरबाट जानकारी हामी यो चिज ल्याउँदैछौँ भनेर भन्ने कुरा उनीहरूले सोधेनन्, उनीहरूले हामीले त ल्याइहाल्यौँ भनेर भनेका छन्। यसरी पनि आएका छन् जसमा हामीसित सोधेर छलफल नगरिकन पनि त्यस्ता चिजहरू लिएर आएका छन्। त्यस्तो अवस्थामा हामी उनीहरूलाई यहाँ ल्याउँछौँ। हामीले तिनीहरूले दिएको चिज हामी ल्याउँछौँ र एयरपोर्टमा आएको जति चिज छ त्यो सबै हामीले 11 नम्बर बाहिनीमा जम्मा गरेका छौँ। एयरपोर्टमा आर्मी एभिएसन अफिस छ, त्यहाँ हामीले जम्मा गरेका छौँ र बाहिरबाट चाहिँ आउने जति सामान छ त्यो सबै सामान हामीले वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका विभिन्न डिपोहरूमा चाहिँ जम्मा गर्छौँ। यो थापाथलीमा हामीले जम्मा गरिरहेका छौँ र त्यस्तै गरेर नेपाल प्रहरीको हेडक्वार्टरमा त्यहाँ पनि चाहिँ हाम्रो जम्मा भएको छ, जो उनीहरूले पनि त्यो अभियान चलाएका छन्। ओके, अब यो इन्ट्रेस्टिङ छ। हुन त एउटै कुरा गरि नसकिरहेको अवस्थामा अरू धेरै प्रश्नहरू मैले राख्न मिल्छ मिल्दैन मन्त्रीज्यू? मान्छेहरू त्रासले घरमा बसेका छैनन्, चोरीका घटना असाध्य धेरै बढेका छन्, तर कालोबजारी बढेको छ, तिनलाई कसरी नियन्त्रण गर्छ तपाईँको? अहिले पनि काठमाडौँमा जसको घर कोल्याप्स भएको छैन, किनकि यहाँ काठमाडौँमा घरै कोल्याप्स भएका पनि कतिपय ठाउँहरू छन्, तर पुराना घरहरू निर्माणहरू केही पनि बाँकी रहेको छैन, सबै चाहिँ ध्वस्त भए। तर नयाँ चाहिँ सबै सिमेन्ट र छड लगाएर बनेका निर्माणहरू ती सबै कायम छन्। कतैतिर चर्किएका होला, कतैतिर केही भएको होला, थोरै मात्रै कोल्याप्स भएको अवस्था छ, नत्र भनेदेखि सबै यथावत छन्। र त्यस्तो अवस्थामा अहिले सडकमा आएकाहरू त्यो घरमा जानुहुन्छ, उहाँहरू टोइलेट त्यहीँ गर्नुहुन्छ, चिया पानी त्यहीँ गर्न थाल्नुहुन्छ, सुरक्षा आफै गर्नुहोस्, होइन गरिराख्नु भएको छ, उहाँले गरिराख्नु सुरक्षा गरिराख्नु भएको छ। र
उहाँहरूले त्यो प्रयोग गरिराख्नु भएको छ, उहाँहरूको नजरमा घर छ। अहिले पनि उहाँहरूले चाहनुभयो भनेर भने राति सुत्न सक्नुहुन्छ, किनकि त्यसरी सुत्नको निम्ति आवश्यक छ र त्यो अहिले आइरहेको धक्काले 7.9 स्केलको भूकम्प गयो, यहाँ हुँदाखेरि 7.6 स्केलको रेक्टरको भूकम्प भयो होला। त्यस्तो अवस्थामा पनि नभत्किएको हाम्रो निर्माण त्यो अहिले भर्खरै भत्कने अवस्था छैन। उहाँहरू घरमा बस्न सक्नुहुन्छ। तपाईँ चाहिँ टेन्टमा बस्नुभयो, राष्ट्रपतिजी टेन्टमा सुत्नुभयो, प्रधानमन्त्रीज्यू ग्राउन्ड फ्लोरमा सुत्नु होइन, आजदेखि म प्रचण्डजी टेन्ट हालेर सुत्नुभयो होइन, मैले जनता घरमै सुते होइन। सुत्दाखेरि जनता घरमा म पनि सुत्छु। म हिजो पनि बसेको छु घरमा, घन्टौं मैले बिताएको छु। आज पनि मैले घरमा चाहिँ अफिसको काम गरेको छु, त्यसबाट मैले धेरै चाहिँ काम गरेको छु र सुरक्षाको व्यवस्था हामीले व्यवस्थित गरेका छौं। र अब यस्तो अवस्थामा चोरी लुटपाट गर्लान् भनेर भन्ने हामीले सोच्न हुँदैन, तर गरे भनेदेखि उनीहरूलाई कारबाही गर्न पर्छ र यस्तो किसिमको घृणित काम गर्नेहरू छन्, समाजमा नहुने कुरा भएर। तर सुरक्षाको निम्ति हामीले सुरक्षा निकायहरू विभिन्न ठाउँमा खटाएका छौं। पेट्रोलिङ आर्मीले पनि गरिरहेका छ, प्रहरीले पनि गरेका छ, सशस्त्र प्रहरीले पनि गरेका छ। ठिक छ, म तपाईँको सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उद्धार कार्यहरू तदारुकताका साथ बढाओस्। तपाईँको समय लिन चाहन्न, तपाईँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो उद्धार र राहतको कार्यलाई अरू तीव्र पार्न म विनम्र अनुरोध गर्छु। मन्त्रीज्यू, समयको लागि धेरै धेरै हामीले गरेका छौं, अरू तीव्र रूपमा अगाडि बढ्छ। धन्यवाद। दर्शकबिन, यहाँले सुन्नुभयो, उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका उप प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम। उहाँले जनताले राहत पाएको हजारौं टेन्टहरू वितरण भएको भन्दा भन्दै पनि यस टकटक पछाडि हामी केही दृश्यहरू देखाउँछौं, जनताको आवाज र तिनले प्रतीक्षा गरेको राहत तथा उद्धार कार्यका बारेमा। यसबीचमा म यस संकटको घडीमा सहयोग गर्ने अथवा आफ्नो धर्म निभाउने सम्पूर्ण निकायहरू, मैले अघि प्रहरीको नाम लिए, सेनाको नाम लिए, तपाईँ सबै जनताहरू, चिकित्सकहरू सबैप्रति कान्तिपुर टेलिभिजन कृतज्ञता व्यक्त गर्न चाहन्छ। हामी यस सडकबाट यो कार्यक्रम चलाइरहेका छौं। हामी तपाईलाई निरन्तर अपडेट्सहरू दिने नै छौं। भूकम्प आउँदैछ भनेर हल्ला समेत फैलाइएका छन्, तपाईहरू आत्तिनु जरुरी छैन। भूकम्पको भविष्यवाणी कसैले पनि गर्न सक्दैन। हामी लाखौं जनताको संकट र दुःखमा परेका छौं। यस्तो बेला एकले अर्कोलाई सहयोग गर्दै राहत प्रदान गर्न र संकटमा परेकाहरूको उद्धारमा लाग्न अनुरोध गर्दछु। म पुनः पटक फेरि यस्तै कार्यक्रम लिएर यहाँहरू बीच आउने नै छु। आजको टकटकबाट मलाई बिदा दिनुहोस्।